Hello, good morning, guys. It's me, Nimora, and I cleared my diploma in pharmacy just 1 year ago. Now I am preparing for MBBS entrance exam. Welcome to my YouTube channel. अनि यो चाहिँ मेरो फर्स्ट भोइस ओभर भिडियो रहेको छ युट्युबको सुरुवात सानो रुमबाटै यो रुम चाहिँ हाम्रो किचन र मेरो स्टडी रुम पनि हो र आज आफ्नो प्रोडक्टिभ स्टडी डे चाहिँ कसरी बित्यो भन्ने बारेमा म चाहिँ तपाईँहरूलाई सेयर गर्न गइरहेको छु र काठमाडौँमा चाहिँ एकदमै चिसो छ है गाइज बिहानै उठेर आफू एकदमै फ्रेस भएँ अनि त्यसपछि चाहिँ मैले सम काइन्ड अफ मेडिटेसन गरेँ र मैले आफ्नो दिनभरि गर्ने जुन स्टडी कामको लिस्ट तयार पारेँ अनि सुरुमा म लागेँ युट्युबतिर र त्यहाँबाट पङ्कज सरको अर्ग्यानिक केमिस्ट्री इन 20 डेज भन्ने एउटा प्लेलिस्ट थियो त्यसमा गएर चाहिँ त्यसमा तपाईँ देख्न सक्नुहुन्छ हरेक च्याप्टरलाई अर्ग्यानिक केमिस्ट्रीको ओइल एक्सप्लेन गरेको छ 6-7 आवर लगाएर र त्यसपछि मेरो सुरुवात भयो जेनरल अर्ग्यानिक केमिस्ट्रीबाटै र त्यसपछि चाहिँ तपाईँ देख्न सक्नुहुन्छ 8:25 भइसकेको छ बिहानको र अनि मैले एकदमै फिजिक्सको हाम्रो एकदमै राम्रो दाइ डाक्टर ज्यान मिलन दाजुको क्लास लिएँ क्यापासिटरको एउटा इम्पोर्टेन्ट लेक्चर कम्प्लिट गरेँ त्यसपछि म लागेँ खाना बनाउनुतर्फ र खाना खाएर रेस्ट गरिसकेपछि र फेरि बसेँ पढ्नतर्फ तपाईँ देख्न सक्नुहुन्छ अहिले दिउँसोको 1:17 भइसकेको छ मैले फेरि जिओसी नै कन्टिन्यू गर्ने प्लान गरेँ र बिस्तारै पढ्दै 2 आवर जति टाइम लगाएर मैले इन्डक्टिभ इफेक्ट एन्ड हाइपर कन्जुगेसन भन्ने टपिकहरू कम्प्लिट गरेँ अनि त्यसपछि फेरि रेस्ट गरेर नास्ता खाएँ र आफ्नो सानोतिनो रुमको काम गरेर फेरि पढ्न बसेँ 6 बजेतिर अब चाहिँ मैले फिजिकल केमिस्ट्री सुरु गर्ने सोचेँ र त्यसमा पनि तपाईँ देख्न सक्नुहुन्छ केमिकल क्यालकुलेसन अनि केमिकल बन्डिङ अक्सिडेसन बन्डिङसम्म मैले सकेँ अनि भोलोमेट्रिक एनालाइसिस केमिकल इक्विलिब्रियम आयोनिक इक्विलिब्रियम केमिकल काइनेटिक इलेक्ट्रोकेमिस्ट्री थर्मोडाइनामिक्स सबै सकिसकेँ र आजको मेरो प्लान छ अक्सिडेसन एन्ड रिडक्सन लगभग त्यसपछि म लागेँ अक्सिडेसन रिडक्सन च्याप्टर कम्प्लिट गर्नतिर त्यसपछि लगभग 2 आवर जति रेगुलर स्टडी गरेर 2टा लेक्चर कम्प्लिट गरेँ त्यसपछि लागेँ खानातिर र खाना खाइसकेपछि आराम गरेँ र तपाईँ देख्न सक्नुहुन्छ 9:30 भइसकेको छ रातिको टाइम र लास्टमा जुलोजीको फाइलम आर्थोपोडाको लेक्चरहरू पनि हेरेँ र आजको भिडियो यही सकिन्छ थ्याङ्क यू सो मच गाइज अब फेरि पनि भेटौँला अर्को एउटा नयाँ प्रोडक्टिभ भिडियोमा